निर्वाचन अब निर्णायक राउन्डमा प्रवेश गरेको छ। 15 दिन अघि यसै मल्टिमिडिया कलम अनकटमा हामीले आम जनता र विभिन्न स्रोतहरूबाट प्राप्त जानकारीका आधारमा भनेका थियौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको देखिन्छ, तर त्यो अग्रताले एकल बहुमतको सीमा छोइराखेको भन्न सकिँदैन। आज 2 सातापछि ताजा अपडेट लिएर फेरि आएका छौँ। दुई मूलभूत प्रश्नहरूबाट आजको अनकट सुरुवात गर्दछु। पहिलो प्रश्न, यो निर्वाचनमा कतिवटा राष्ट्रिय पार्टीका सभापति, अध्यक्ष र प्रधानमन्त्री पदका दावेदारहरू पराजित होलान्? दोस्रो प्रश्न, कांग्रेस पार्टीका मतदाताले के प्रत्यक्ष र समानुपातिक दुवै मत रुख चिन्हमा देलान् वा नदेलान्? के मतविभाजनको यही स्थिति एमालेमा पनि छ? यी दुई यस्ता सवाल हुन् जसको जवाफले आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो पार्टी को बन्नेछ भन्ने कुराको छिनोफानो गर्न सकिन्छ। अब लागौँ यो मध्यावधि निर्वाचनको इपिसेन्टर छापा 5 तर्फ, जहाँ केपी ओली र बालन शाह मैदानमा छन्। महाभारतको युद्धमा एउटा नियम थियो, सेनापतिले सेनापतिसँग युद्ध गर्नेछ, पैदल सैनिकले पैदल सैनिकसँग भिड्नेछ। केपी ओली र बालन शाह मध्ये जो निर्वाचनमा हार्नेछ त्यसको राजनैतिक भविष्यमाथि प्रश्न चिन्ह खडा हुनेछ। चुनावमा हारेका बालन शाह वा केपी ओली दुवैजनाको राजनैतिक हैसियत आफ्नो आफ्नो पार्टीभित्र धेरै खस्नेछ। मलाई लाग्दैन कदाचित निर्वाचनमा पराजित भएको खण्डमा बालेनको जुन हैसियत रासोपाभित्र आज छ त्यही कायम रहनेछ। बालेनको जुन स्वभाव र शैली रासोपाभित्र आज देखिँदैछ वा उनले देखाउँदैछन्, त्यो शैली उनी कदाचित पराजित भएको खण्डमा कायम राख्न सक्ने छैनन्। चुनाव हो, हारजित जे पनि हुन सक्छ। फेरि केपी ओली कुनै बम्बईका लड्डु पनि त होइनन् जसलाई कसैले चाहँदैमा, चुनौती दिँदैमा छापा 5मा क्वाप्पै खान सकियोस्। यहाँ हामी हरेक सम्भावनाहरूको कुरा गर्दैछौँ। राजनीति अनन्य सम्भावनाहरूको खेल हो। कदाचित बालन शाहको पराजय भयो भने उनलाई पर्ने मनोवैज्ञानिक दबाव सानो हुने छैन। कदाचित केपी ओली हारे भने उनलाई पनि आफ्नो राजनैतिक जीवनको गोधुली साँझमा नराम्रो धक्का लाग्नेछ, राजनैतिक करियरका हिसाबले। बालेनका निम्ति यो पहिलो हार हुनेछ, तर केपी ओलीको हार उनको राजनैतिक जीवनमा आएका धेरै हारमध्ये एउटा हार हुनेछ। सायद निर्णायक हार हुन सक्छ। बालेन केपी ओली होइनन् जोसँग पटक पटक हारेर उठेको अनुभव होस्, जोसँग पटक पटक धुलो टकटकाएर उठेको अनुभव होस्। उमेर पनि त सानै छ नि। बालेन ओली होइन जोसँग कयौं राजनीतिक पार्टीहरूलाई उभ्याएर, अझ बनाएर उभ्याएको अनुभव होस्। बालेनको आज व्यापक क्रेज छ, तर बालेनले आजसम्म कुनै राजनैतिक पार्टी बनाएका छैनन्, कुनै अनुभव छैन। कदाचित नयाँ राजनैतिक दल बनाउनु पर्ने परिस्थितिको निर्माण भयो भने बालेनले कति जागर देखाउनेछन् वा सक्नेछन्, यो सवाल भविष्यको गर्भमा छ। आज रासोपा नभएको भए के बालन शाहले यति सानो अवधिभित्र कुनै नयाँ पार्टी खडा गर्थे, गर्न सक्थे वा भविष्यमा गर्ने छन् वा छैनन्, यो अनुमानको विषय मात्र हो। बालेनको जस्तो स्वभाव छ वा जस्तो स्वभाव उनी देखाउँदैछन्, अनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको जस्तो स्वभाव छ, त्यस सन्दर्भमा यी प्रश्नहरू निकट भविष्यमा अस्वाभाविक हुने छैनन्। मैले तपाईँलाई अलिकति अगाडिको सिन देखाइदिएको मात्र हो। अब आउने नेपाली राजनीतिको सही मूल्याङ्कन गर्ने हो भने यी र यस्ता सम्भावनाहरूबारे चर्चा नगरेर बस्नु कुनै सतही विश्लेषकको काम मात्र हुनेछ। हामीले विश्लेषण गरिराख्नु पर्दैन। नाकको टुप्पोभन्दा पर देख्न नसक्ने बाहेक अरू कुनै पनि समझदार विश्लेषणका लागि
अबको निर्वाचनपछि बन्ने सरकारको स्वरूप र त्यसका सम्भावनाहरूबारे अहिले आज नै चर्चा गर्ने समय भइसकेको छ र विभिन्न शक्ति केन्द्रहरूमा यिनको हिसाब किताब हुन थालिसकेको छ। हामी पनि त्यही गर्दैछौँ। झापा 5मा कदाचित बालन शाह चुनाव हारे भने नेपालको राजनीति र सरकार निर्माण कुन प्रकारले अगाडि जानेछ? अनि बालन शाह झापा 5बाट जाइन्ट किलर बनेर जित्यो भने के हुनेछ? सरकार निर्माण कसरी हुनेछ? यो सवाल अब हिसाब किताब गर्ने बेला आइसक्यो। विभिन्न शक्ति केन्द्र, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले यसको हिसाब गर्न थालिसके। बालन शाहले चुनाव जितेर मात्र पुग्दैन, त्यसमाथि रासोपाले एकल बहुमत ल्यायो भने ढुक्कै एक प्रकारको परिस्थितिको आकलन गर्न सकिन्छ। बालन शाहले चुनाव पनि जिते, तर राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत ल्याएन भने गठबन्धनको सरकारको परिस्थिति निर्माण हुन्छ। त्यस अवस्थामा के हुन्छ अहिले भन्न सकिन्न। हालसम्मको स्थितिमा विभिन्न स्रोतहरूबाट प्राप्त जानकारी र आम जनतासँग गरिएको कुराकानीको आकलन अनुसार आजको दिनसम्म, एज अफ टुडे, राष्ट्रिय स्वतन्त्र पार्टीको स्थिति लिडमा त छ, तर यसले पहिलो स्थान बाहेक एकल बहुमतका लागि जुन सिटहरू चाहिन्छ त्यो सङ्ख्यामा पुग्न सकेको छैन। आज यो कार्यक्रम तयार गरुन्जेलसम्मको स्थितिमा चुनावको निम्ति लास्ट डेजहरू र लास्ट विक निर्णायक हुन्छ, जो अब आउँदैछ। अनि अर्को कुरा, पछिल्ला दिनहरूमा घन्टीका आमसभाहरू जुन किसिमले एकपछि अर्को स्थगित हुँदैछन्, घोषित आमसभामा शीर्ष संयुक्त नेतृत्व जसरी गैल हुँदैछ, त्यसले आशंकाहरूलाई जन्म दिएको छ। फेरि झापाको निर्वाचन परिणाम बालन शाह र केपी ओली दुईजनाको द्विपक्षीय निजी प्रतिष्ठाको विषय मात्र होइन। राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसका अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा श्रम संस्कृति पार्टी र त्यसका बहुचर्चित अध्यक्ष हर्क साम्पाङले यो विषयलाई झापा क्षेत्र नम्बर 5 को क्षेत्रगत विषय भनेर मात्र लिन्छन् कि मतदान अघि अन्तिम अवस्थामा आफ्नो राष्ट्रिय दायित्वसँग लगेर यो प्रश्नलाई जोडिदिन्छन्, त्यसलाई पनि नजरअन्दाज गर्न सकिन्न। झापा क्षेत्र नम्बर 5 मूल महाभिडन्त केपी ओली र बालनको बीचमा भए तापनि आउने दिनहरूमा राजेन्द्र लिङ्गदेन र हर्क साम्पाङले त्यहाँ कस्तो भूमिका अदा गर्छन्, निर्वाह गर्छन्, त्यसको पनि प्रभाव सानै हदमा भए पनि निर्णायक हदमा पर्न सक्छ। अब एकछिनका लागि मानौ भदौ 23 गते को खलनायक यदि केपी ओली हुन् भने भाद्र 24 गतेको खलनायक को हो? किनभने यो निर्वाचनमा भाद्र 23 र भाद्र 24 बारम्बार उद्घृत गरिएको छ र आफ्नो आफ्नो पक्ष र आफ्नो आफ्नो तर्कका साथ। एकैछिनका लागि मानौ यदि भदौ 23 का खलनायक केपी ओली हुन् भने भाद्र 24 को खलनायक को हो? यो प्रश्न झापामा बारम्बार उठाउन सुरु गरिसकिएको छ। कि भादौ 24 एक यस्तो सिनेमा थियो जसमा हिरो हिरोइन मात्र थिए, कुनै खलनायक वा खलनायिका थिएनन्? वाज इट लाइक द्याट? झापाका एक मतदाताले मलाई बताए, यो सवाल सोधिदिनुहोस् भनेर बताए। झापा 5 को निर्वाचन यस मानेमा पनि मिनी जनमत संग्रह पनि हो। राजेन्द्र लिङ्गदेन र हर्क साम्पाङको पार्टीले के भन्छ यस विषयमा कि उनीहरू भदौ 23 को कथित खलनायक केपी ओलीलाई दण्डित गर्न बालन शाहलाई पुरस्कृत गर्नेछन्।
अनि सबैभन्दा निर्णायक कुरो, सबैभन्दा निर्णायक तत्त्व, झापाका आम जनता, आम मतदाताले भोट दिँदा भाद्र 23लाई मात्र सम्झन्छन् कि भाद्र 24को पनि हेक्का राख्नेछन्, वा भाद्र 23 र 24 दुवै बिर्सेर मताधिकार प्रयोग गर्नेछन्। जनताको स्मरण शक्ति त्यति लामो हुँदैन, नेपालमा त झनै हुँदैन। झापाका मतदाता केपी ओलीका गुणदोषसँग भुक्तभोगी रूपमा परिचित छन्। मलाई लाग्छ अब आउने केही दिनहरूभित्रै झापाका आम मतदाताले फेसबुकमा देखेका वा गाडीको हुड खोलेर हात हल्लाउँदै गरेका बालेन शाहलाई अलि नजिकबाट नाप्ने मौका पाउनेछन्, किनभने बालेन शाहलाई पनि झापा 5मा आफू पराजित भएको खण्डमा त्यसका प्रभावहरूबारे राम्रै अनुमान हुनुपर्छ। झापा 5मा बालेन शाह अभेद्य होइनन्, न ओली अपराजय हुन्। पोखरीभन्दा ठुलो माछा हुन सक्दैन। समुद्र नदेखुन्जेल सबैले आफ्नो आफ्नो कुवालाई नै समुद्र ठान्दछन्। समुद्र नदेखुन्जेल सबैले आफू बसेको कुवालाई नै समुद्र ठान्दछन्। ओली नै नेपालमा आजसम्म जे बिग्रियो, जति बिग्रियो त्यसका लागि एकल जिम्मेवार हुन् भनेर दोषारोपण जसले पनि गर्न सक्छ। दोषारोपण के कुरा हो भने अर्को पक्षले सजिलै यो पनि भन्न सक्छ कि अब नेपालमा जे बिग्रिनेवाला छ त्यसका लागि लुसिफरवाला वा जेलेन्स्कीवाला दोषारोपण पनि गर्न सकिन्छ। दोषारोपण त जसलाई जे गर्दा पनि भयो। त्यो काम नगरौँ अनि यो महत्त्वपूर्ण पडकास्टका टुक्रा आफूलाई रुचि लाग्ने टुक्रा मात्रै काटेर वा त्यसका अक्षरहरू आफूले चाहे जस्तो रोजेर मात्रै नलिऊ, टोटालिटीमा पिक्चर लिऊ। पक्का कुरा चाहिँ यति मात्र हो, झापा 5मा महाभिडन्तको कुरा हुँदैछ। महाभारतकै युद्ध नियमअनुसार सेनापतिसँग भिड्दैछन्। 2 सिंह मैदानमा छन्। हिजो अस्ति चुनावी उफान, बैठान, मिडियाबाजी, सञ्जालबाजीका कुरा छोडिदिनुहोस्। एल्गोरिदम भन् कि के भन्छ, त्यो मलाई शब्द भन्न आउँदैन, त्यसका पनि कुरा छोडिदिनुहोस्। सामाजिक सञ्जालको सन्दर्भमा प्रयोग हुने चुनाव त बल्ल सुरु हुँदैछ। खेल पेनाल्टी सुट आउट राउन्डमा बल्ल प्रवेश गर्दैछ। अब धेरै बोल्ने सिंह र थोरै बोल्ने सिंह दुवैले यो थाहा पाउने दिन नजिकिँदैछ कि उनीहरूले आफूलाई जे ठाने पनि, उनीहरूका समर्थकहरूले उनीहरूलाई जे ठाने पनि सत्य यति मात्र हो कि दुवै सिंह खोरभित्र राखिएका सिंह हुन्। खोरमा राखिएपछि सिंह होस् या बाघ वा अर्को कुनै जीव, के फरक पर्छ र? साँचो भन्ने हो भने, पारमार्थिक सत्य भन्ने हो भने पोखरीभन्दा ठुलो माछा हुन सक्दैन। जरुर पोखरीलाई सफा गर्न सकिन्छ, त्यसको वरिपरि वृक्षारोपण गरेर त्यसलाई सुन्दर बनाउन सकिन्छ, तर पोखरीभन्दा ठुलो माछा हुन सक्दैन। यो जीवनमा कयौं कुराहरू पूर्व निर्धारित हुन्छन्। मनुष्यको जीवनमा, राष्ट्रहरूको जीवनमा र महादेशहरूको जीवनमा। चेयरम्यान माओको एउटा कालजयी वचन छ, म्यान क्यान क्रिएट हिस्ट्री बट ओन्ली विदिन द गिभन प्यारामिटर्स। अध्यक्ष माओको एउटा कालजयी वचन छ, मनुष्यले इतिहास त बनाउन सक्छ तर आफ्ना निर्धारित परिधिहरूभित्र रहेर मात्र। आदरणीय प्रदीप दाईको यो प्रिय वचन थियो, उहाँबाट सुनेको मैले। कयौं कुराहरू संसारमा सीमितता हुन्छन्। भूगोलका सीमितता, अर्थ राजनीतिका सीमितता, खोरका सीमितता। त्यसैले त दशकौं अघि मैले भनेको थिएँ, लेखेको थिएँ, हर देशले आफ्नो औकात अनुसारको नेता पाउँछ। यो वाक्य धेरै मानिसहरूले प्रयोग गरे। पछिल्ला वर्षहरूमा जब पहिलोचोटि भनेको थिएँ, उडाएका थिए मानिसहरूले। आजभोलि कपी गर्छन्। कहिलेकाहीँ यसो कोट पनि गरिदिनुहोस् न मलाई।
यो कुरा हिजो जति सत्य थियो आज पनि त्यतिकै सत्य हुनेछ। त्यो वाक्यमा आज एउटा फगत सानो वाक्य थप्दैछु, 4 शब्दको। पोखरीभन्दा ठुलो माछा हुन सक्दैन। इन्टरनेट सीमाविहीन छ, तर कुनै पनि समाज र विशेष गरिकन नेपाली समाज जस्तो दोधारे भनौँ, अस्पष्ट भनौँ, आवेगी भनौँ, हिपोक्रेट भनौँ वा सर्भाइभलिस्ट सोसाइटी भनौँ, यसमा अर्थराजनैतिक र बौद्धिक स्वतन्त्रताका सीमाहरू हुन्छन्। दास भनेको दास नै हो। हिजो फलामको पिंजरामा कैद थियो, भोलि सुनको पिंजरामा कैद होला, त्यसले के फरक पार्छ र? सुनको पिंजरामा हुन्छ कि फलामभन्दा पनि तल्लो पिंजरामा हुन्छ, यो त भविष्यले देखाउला। केही महिनाहरूपछि हामी तपाईँलाई बताइहाल्छौँ, तपाईँले देखिहाल्नुहुन्छ। के फरक पर्छ र पिंजरा सुनको हो या फलामको? दास भनेको दास नै हो, चाहे त्यो पुरानो पुस्ताको नेताको दास होस् या नयाँ पुस्ताको नेताको दास होस्। अनि साँच्चै फर द रोड, म पूर्व राजा ज्ञानेन्द्रले हालै व्यक्त गर्नुभएको मन्तव्यको अंशबारे सानो केही भन्न चाहन्छु। पूर्व राजा ज्ञानेन्द्रले चुनाव अघि सर्वपक्षीय सम्मेलनको सुझाव दिनुभएको थियो। उनले यो सुझाव भाद्र 23 वा 24 घटेको धेरै पछि मात्र दिनुभयो, समय बितेपछि मात्र दिनुभयो। पोलिटिक्समा टाइमिङको बडा अर्थ हुन्छ। निर्वाचनमा देश होमिसकेपछि दिनुभएको हुनाले यो सुझावमा तत्काल सहमत हुन सकिन्न। तर पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यको अर्को महत्त्वपूर्ण पाटो छ, जहाँ उहाँले बदलिदो विश्व राजनीति र क्षेत्रीय राजनीतिक अवस्थामा नेपाली बीच न्यूनतम एकताका लागि सर्वपक्षीय सम्मेलनको सुझाव दिनुभएको छ। पूर्व राजाले भन्नुभएको छ, वर्तमान चुनावले मात्र देशभित्र कायम द्वन्द्व समाधान हुने छैन। यो उहाँको आकलन हो। यसमा सहमत र असहमत हुन सकिन्छ, तर पूर्व राजाको मन्तव्यभित्र लुकेको दार्शनिक भाव विचारणीय छ, सोचनीय छ भन्न कसैले हिचकिचाउनु पर्दैन। म सोच्दैछु तपाईलाई म कुन तहको सत्य बताऊँ, अपेरिङ ट्रुथ, रिलेटिभ ट्रुथ कि एब्सोल्युट ट्रुथ? भइहाल्यो, आजको लागि यति नै काफी छ। जाँदा जाँदै एउटा अनुरोध, तपाईलाई नेपालमा नयाँ मोडलको पत्रकारितालाई निशर्त आर्थिक सहयोग गर्ने मन छ भने कार्यक्रमको समापनपछि राखिएको QR कोड प्रयोग गर्न सक्नुहुन्छ। च्यानल सब्स्क्राइब गरेर पनि तपाईले हामीलाई सहयोग गर्न सक्नुहुन्छ। नमस्कार, म विजय कुमार।